नमस्कार, म कृष्ण रेग्मी बेल्जियमबाट आज यो तपाईँहरूको आजको कार्यक्रमको निमित्त म तपाईँहरूको यसमा यात्री बनेर आज उपस्थित भएको छु। म यो कार्यक्रमले जहाँसम्म लाग्छ तपाईँहरूको यो सूचना प्रविधिको यो युगमा, सूचना प्रविधिको प्रयोगमा तपाईँ हाम्रो यो विवेकले भएसम्म कसरी यसलाई सुरक्षित र समाजमै बनाउन सकिन्छ भन्ने विषयमा आजको यो कार्यक्रम म चाहिँ आज तालिम साथीहरूको लागि हुनुहुन्छ र तपाईँ पार्टिसिपेट तपाईँ सहभागी तपाईँ सबैलाई हामी स्वागत गर्न चाहन्छौँ। आजको कार्यक्रममा साइबर सेक्युरिटी इन्टरनेसनल यो कार्यक्रम राम्रो राम्ररी उहाँको संयोजनमा उहाँहरूको ध्यानमा आज जुन तपाईँहरू पत्रकार साथीहरू तपाईँहरू खास गरी समाजका सचेत समाजका तपाईँहरू एउटा परिवर्तन त्यसमा भएको हुनाले र म आफै पनि अनलाइन क्षेत्रमा लगभग 7-8 वर्षदेखि व्यस्त भएको हुनाले मलाई त्यो साइबरको सेक्युरिटी अनलाइन सेक्युरिटीको बारेमा आज तपाईँहरूको ज्ञानहरू हस्तान्तरण गर्न पाउँदा साथै मैले हस्तान्तरण पाउँदा र यो कार्यक्रममा सहयोगी बन्न पाउँदा मलाई निश्चय रूपमा खुसी भएको छु र मलाई लाग्छ साथीहरूले आजको दिनलाई रूपमा प्रयोग गरेर समाजमा पनि खास गरी एक रूपमा काम गर्ने हाम्रा पत्रकार साथीहरू तपाईँ साथीहरू सबैलाई र यो कार्यक्रमले बढी होस् भन्ने चाहना छ र म विगत वर्षदेखि बेल्जियमको यो काठमाडौँमा बसेर नेपालको निम्ति छोरीजना पत्रकारहरूले आजले सम्पूर्ण तपाईँहरूको यो तालिममा उहाँ म साइबर सेक्युरिटी इन्टरनेसनलका हाम्रा संस्थापक डाक्टर राजेश ज्यू र यहाँका आज त्यहाँ उपस्थित साथीहरू लगायत तपाईँ सहभागी सबैलाई मेरो तर्फबाट तपाईँ सम्पूर्ण नेपाली दाजुभाइ म आशीर्वाद गर्न चाहन्छु। तपाईँ ज्ञान सिकेर अनलाइन सिकाउन सक्नुहोस्। पत्रकार महासंघको साथी कार्यक्रममा तपाईँलाई स्वागत गर्न चाहन्छु। विशेषतः आज साइबर सेक्युरिटी इन्टरनेसनलका संयोजक रामरी सुवेदी मार्फत छोरी परियोजनाका अध्यक्ष पनि हुनुहुन्छ कृष्ण प्रसाद रेग्मीले पत्रकार महासंघ सिकाउन चाहेका साथीहरूलाई यो साइबर सेक्युरिटी सम्बन्धी आजको यो कार्यशालामा सहभागी गराउनु जुन जमत गर्नु यसको लागि म उहाँहरूलाई धेरै धन्यवाद पनि दिन चाहन्छु। साथीहरूलाई यहाँ आइदिनु त्यसको लागि धन्यवाद दिन चाहन्छु र जति साथीहरू छौँ आज सहभागीहरू र सङ्ख्या थोरै भए पनि उहाँहरू मार्फत हाम्रो साइबर सेक्युरिटी क्षेत्रमा चितवनको पत्रकारिताले केही आयाम थप्नेछ भन्ने मैले विश्वास लिएको छु र हामी सङ्ख्या थोरै भए पनि हामी मार्फत पनि अन्य साथीहरूलाई हामी यसरी नै बसेर फेरि हामीले जानिसकेपछि उहाँहरूलाई फेरि सिकाउन पनि सक्छौँ। यो विद्या ज्ञान भन्ने कुरो जतिहरूलाई बाँड्यो त्यति चाहिँ अगाडि बढ्ने कुरा हो। यसले गर्दा पनि सङ्ख्या थोरै छ भनेर हामी आत्तिनु पर्ने छैन र साथीहरू पनि आउँदै गर्नुहुन्छ र कार्यक्रम पनि अगाडि बढ्छ। जहाँसम्म कृष्ण रेग्मीले यो कार्यक्रमको लागि हामीलाई संयोजन गर्ने र सहयोग गर्ने जानकारीको लागि उहाँलाई फेरि धन्यवाद पनि दिन चाहन्छु। उहाँ बेल्जियममा रहेर पनि नेपालको समाजसेवाप्रति निकै चिन्तित रहने व्यक्ति हुनुहुन्छ र उहाँले करिब 1 करोड रुपियाँको एउटा परियोजना सञ्चालन गर्नुभएको छ जसले छोरीहरूको लागि शिक्षा दीक्षा उहाँहरूको क्षमता अभिवृद्धिका लागि उहाँले बेल्जियममा बसेर चिन्ता पनि गरिरहनु भएको छ। वास्तवमा उहाँको चिन्तालाई हामीले साकार पार्नलाई अगाडि बढ्नु पनि आवश्यकता हुन्छ पत्रकारिताको माध्यमबाट र उहाँले पत्रकार महासङ्घको हाम्रो ई-लाइब्रेरी सञ्चालनको लागि पनि केही सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि संस्थाको तर्फबाट म धन्यवाद दिन चाहन्छु। उहाँले नेपाल आउँदा विभिन्न सामाजिक क्षेत्रमा काम पनि गरिरहनु भएको छ र हामी पत्रकारहरूले चितवनको पत्रकारिताको क्षेत्रबाट उहाँहरूलाई सक्दो सहयोग पनि गरिरहेका छौँ। आगामी दिनमा यो सहयोग एक आपसमा निरन्तरता हुनेछ भन्ने मैले विश्वास गराउन चाहन्छु। अन्त्यमा फेरि यस साइबर सेक्युरिटी इन्टरनेसनलका रामरी सुवेदीलाई विशेष धन्यवाद र यहाँ आउनुभएका टिमलाई सम्पूर्ण साथीहरूलाई पनि म हार्दिक धन्यवाद व्यक्त गर्दै हामी यो तालिम अवधिभर अत्यन्त अनुशासित भई उहाँहरूका कुराहरू सिकौँ भन्ने म साथीहरूलाई अनुरोध पनि गर्न चाहन्छु र जति छौँ यो पनि हाम्रो लागि पर्याप्त पनि हो भन्ने मलाई लाग्छ। जसले चाहना व्यक्त गर्नुभएको छ ऊ साथीहरूले यहाँ आउनुभएको छ हामीले कसैलाई पनि कर गरेका छैनौँ र सुस्पष्ट रूपमा जति आउनु भएको छ उहाँले धैर्यतापूर्वक यो तालिममा भाग लिएर आफ्ना कुरा राख्नुहुनेछ सिक्नुहुन्छ। धन्यवाद।